हेलो बड्डा हो। जय नेपाल जयनेपाल.com मा स्वागत छ। सरकारले सामाजिक सञ्जाल सञ्चालकहरूलाई सूचीकरणका लागि दिएको समयसीमा समाप्त हुनै लाग्दा अन्तिम घडीमा फेसबुक, व्हाट्सएप तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाका अधिकारीहरू नेपाल सरकारको सम्पर्कमा आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग बिहिबार उनीहरूले भर्चुअल मिटिङ गरेको बताइएको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मेटाको टोलीसँग करिब 1 घण्टा जुम मार्फत छलफल भएको थियो। छलफलमा सहभागी फेसबुकका प्रतिनिधिहरूले माथिल्लो तहसँग बुझेर निर्धारित समय सीमाभित्रै जवाफ पठाउने बताएको ठाकुरले जानकारी दिनुभयो। हालसम्म मन्त्रालयमा टिकटक, भाइबर र विटोक मात्र सूचीकृत छन्। एक्स ट्विटर भने अहिलेसम्म सम्पर्कमै आएको छैन। मन्त्रालयले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको म्याद आउँदो आइतबार वैशाख 7 गते सकिँदैछ। निर्धारित समय सीमाभित्र सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनमा रोक लगाउने चेतावनी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दिँदै आउनुभएको छ।